धन्यवाद। यस पश्चात वीरेन्द्र बस्नु पश्चात रवि विष्ट कृपया अगाडि। उपस्थित सम्पूर्ण महानुभावहरूलाई सर्वप्रथम यहाँ अभिवादन पेश गर्न चाहन्छु। मित्रहरू, आज हामी संविधान सभाको विस्तारित रूप सिङ्गो नेपाल भएर आज संविधानको विषयमा छलफल गर्न गइरहेका छौँ। संविधानको विषयमा छलफल गर्दै गर्दा म के अवगत गराउन चाहन्छु भने जब मुलुकमा 2046 साल पश्चात प्रजातन्त्र आयो भन्यो, त्यो प्रजातन्त्र आइसके पछाडि आजसम्ममा कतिपटक सरकारहरू परिवर्तन भयो। प्रत्येक वर्ष सरकार परिवर्तन भएको छ। मन्त्री परिषद विस्तार या मन्त्री परिषदको पुनर्गठन धेरै पटक भएको छ। तर त्यसका बावजुद पनि नेपाली जनताले पहिलोपटक संविधान बनाउँदाखेरि त्यो अस्थिरतालाई अन्त्य गर्नका निम्ति प्रत्यक्ष कार्यकारी प्रमुख चयन गर्नुपर्ने थियो। त्यसलाई संसद किन्ने, संसद खरिद गर्ने अनि आफ्नो पार्टीको सरकार निर्माण गर्नका तर्फ लाग्ने ढङ्गको जुन खालको चाहिँ व्यवस्था गरिएको छ, यो संविधानले हामी हुन त जो हाम्रो आजको कार्यक्रमको सभापति हुनुहुन्छ उहाँको पार्टीको उपसभापतिले नै भनिसक्नु भएको छ। जसरी आज हामी छलफलमा सहभागी छौँ, यी जो सुझावहरू पेश गरेका छौँ यी रद्दीको टोकरीमा फालिन्छ भने खबरदार हाम्रा सुझाव। मित्रहरू, म तपाईँलाई के भन्न चाहन्छु भने एउटा अघि पनि विषयवस्तु उठिसक्यो। एउटा ड्राइभरको निम्ति लाइसेन्स निकाल्नका निम्ति तपाईँको चाहिँ अध्ययनको एउटा निश्चित पिरियड पार गर्नुपर्छ हो, यथार्थ हो। सँगसँगै अर्को कुरा के पनि छ भने नेपालको सरकारले अर्को कुरा उठ्यो, राजनीति गर्ने मान्छेको शिक्षा अथवा प्रधानमन्त्री मन्त्रीको शिक्षाको कुरा उठ्यो। नेपालको सरकारले कति मान्छेलाई शिक्षा दिन सकेको छ? नेपालको शिक्षा विवेककारी छ। दुई खाले शिक्षा नीति छ। तपाईँले बुझ्नुभएको छ कि छैन? एउटा गरिब जनताले पढ्ने शिक्षा, अर्को धनी जनताले पढ्ने शिक्षा। के राजनीति धनी जनताको छोराछोरी मात्रै गर्ने विषयवस्तु हो? के राज्य सञ्चालन धनी जनताको छोराछोरी मात्रै गर्ने विषयवस्तु हो? अवश्य पनि होइन मित्रहरू। यो राजनीति भनेको सबै खालको चेतनाको चाहिँ के हुनुपर्छ भने त्यहाँ प्रतिनिधित्व हुनुपर्छ, त्यहाँ औखा छापको पनि प्रतिनिधित्व हुनुपर्छ, हरेक किसिमको जनसमुदायको त्यहाँ प्रतिनिधित्व हुनुपर्छ। हामी कसैले पनि नेपाल राष्ट्र भनेको नपढेको गाउँले गोठालाको पनि हो र पढेका डाक्टर साहबहरू पनि हो। यसमा आउँछ भने मित्रहरू, यसरी जुन ढङ्गले संविधान लिएर आइएको छ यो संविधान विवेककारी छ र यो संविधान सभा पनि विवेककारी छ। त्यसैले म भन्न चाहन्छु संविधान सभा मुर्दाबाद।